हुन्छ जब एउटा गरिब बुढी आमाले रुखमा झुन्डिएको सानो खरायोलाई बचाउँछिन् र त्यो खरायो साधारण नभई जादुई निस्कन्छ। एउटा सानो गाउँको छेउमा एउटी गरिब बुढी आमा बस्थिन्। उनको घर थिएन, परिवार थिएन, साथ दिने कोही थिएन। उनी दिनहुँ एउटा पुरानो रुखमुनि बसेर भिख माग्थिन्। एक दिन बिहान सुबह उनले रुखको हाँगामा झुन्डिएको सानो सेतो खरायो देखिन्। त्यो निकै क्युट थियो तर कमजोर देखिन्थ्यो। बुढी आमा छक्क परिन्। उनले माया गरेर खरायोलाई तल झारिन् र आफ्नो काखमा राखिन्। नडराऊ बाबु, म तिमीलाई केही गर्दिन, उनले माया गर्दै भनिन्। उनले आफ्नो सानो कटौरामा जम्मा भएको सुक्खा रोटीको टुक्रा खरायोलाई खुवाइन्। नजिकैको खोलाबाट पानी ल्याएर उसलाई सफा नुहाइदिइन्। खरायो बुढी आमाको माया देखेर आँखा रसाइझै उनलाई हेर्न थाल्यो। भोलिपल्ट बुढी आमा फेरि कटौरा बोकेर गाउँतिर भिख माग्न गइन्। तर कसैले केही दिएन। बरु कसैले धकेले, कसैले हप्काए। जाऊ यहाँबाट, हामीलाई हैरान नगर। बुढी आमा रुँदै खाली कटौरा बोकेर फर्किन्। रुखमुनि बसेर आँसु पुस्न थालिन्। त्यसैबेला सानो खरायो उठ्यो। ऊ बिस्तारै रुखको तन्ना छुन गयो। अचानक रुख चम्क्यो। हावाले मधुर संगीत बजायो। केही क्षणमै रुखको माथिल्लो भागमा सुन्दर काठको घर तयार भयो। बुढी आमा अचम्मित भइन्। खरायो हाँगामा चढ्न थाल्यो। त्यसैबेला बुढी आमाको पुरानो च्यातिएको लुगा चम्क्यो र उनी सुन्दर रातो साडीमा परिणत भइन्। उनको अनुहार पनि उज्यालो भयो। यो के चमत्कार हो, उनले आश्चर्यले भनिन्। बुढी आमा पनि बिस्तारै रुख चढिन्। माथि पुग्दा उनले सुन्दर घर, सफा ओछ्यान, स्वादिला खाना र उज्यालो बत्ती देखिन्। उनको खुसीको सीमा रहेन। तर गाउँलेहरू यो देखेर जल्न थाले। हामीभन्दा गरिब बुढी कसरी धनी भइन्? यो अवश्य कुनै जादु हो। एक रात गाउँको एउटा लोभी केटा चुपचाप रुख चढ्यो। बुढी आमा र खरायो सुतिरहेका थिए। केटाले खरायोलाई चोरेर भाग्यो। अर्कोतर्फ केही गाउँलेहरू रिसले रुख काट्न थाले। आरीले रुख काट्दा ठूलो आवाज आयो। अन्ततः रुख ढल्यो। सुन्दर घर भत्कियो। सबै कुरा फेरि सामान्य बन्यो। बुढी आमा भुइँमा लडिन्। उनले चारैतिर हेर्दै रुँदै भनिन्, मलाई धन चाहिएको थिएन, मलाई त केवल माया चाहिएको थियो। गाउँलेहरू भने हाँसिरहेका थिए। तर कथा यही सकिँदैन। केही दिनपछि त्यो केटा जसले खरायो चोरेको थियो बिरामी पर्यो। उसले बुझ्यो माया चोर्न सकिँदैन। पछुताउँदै उसले खरायो फिर्ता ल्यायो। जसै खरायो फेरि बुढी आमाको काखमा आयो, रुख फेरि उम्र्यो, पहिले भन्दा अझ बलियो। यसपटक गाउँलेहरूले पनि आफ्नो गल्ती बुझे। उनीहरूले बुढी आमासँग माफी मागे। बुढी आमा मुस्कुराइन् र भनिन्, धन भन्दा ठूलो कुरा दया र माया हो। त्यसपछि गाउँमा सबै मिलेर बस्न थाले। सन्देश: ईर्ष्या र लोभले खुसी भत्काउँछ।